ठिक छ ल ल ठिक छ ल गरिहाल्नु खुले 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 ल है यो मौका है आउँदैछ है कुइरो आउँदैछ त्यहाँ फेरि आइसक्यो एक्सन ल मेरो हात हेरेर तिमीलाई हात हेर्न आउँछ मेरो हात हेरेर सबै कुरा मिलायो भने तिमीलाई एक ग्लास रक्सी किन्दिन्छु थाहा पाएको जति चाहिँ भनिदिउँ न चिरन भाइ कति राम्रो यो मुलायम मासुम तिम्रो जस्तो हो त्यो खरबुजा जस्तो एक के गिट्ठा जस्तो मेरो त राम्रो छ नि भएन ओके 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 यो हाम्रो बटेनी दिदीले कफी बनाउँदैछ बनाउँदैछ हस् धन्यवाद औ दाजु तर बत्ता 1000 रुपैयाँको कफी ओके थ्याङ्क यू मिठो भयो लाए चिनी तितो तितो साइक्सन एकछिन बोल्नुपर्छ यस सरी यसलाई भन्छ जुगाड ताल परेन बड़ा स्टाइले ये मेरा दोस्त इसका नाम है हाथी मेरा दोस्त है त बोरा यो मेरो साथी हो तर हात्ती मेरो साथी हो यो त चाहिँ झन् बोरा हो यो बोरा काहीँ नभएको 1 क्विन्टलको बोरा हो यो गाइज अनि यसको ढङ्ग त केही छैन यसलाई के पीडित भन्छ जोडी सुहाएन नि बस पेट्टै सुहाएन यार हात्तीको छेउमा जिराफ मात्रै भयो के भने भाइ तैँले के बोल्या केही भन्नुहुन्छ भोक लाग्यो कि लागेन लाग्यो नि यार के खान्छस् मासु भात म त पसल भयो मैले यहाँ अघि के खाएँ उहाँ तलतिर छ त उही जा न त ठिक छ सुतै यो चाहिँ हाम्रो सुटिङ स्पट हो कि मान्छे हो नि फेरि त्यो सेतोमा सुटिङ टाइम भइसकेको ओ यहाँ हाम्रो खर्केको छोराको ब्लग सञ्चालनमा छ रातको 12 बजे भन्दै हुनुहुन्थ्यो ब्लगर भनेको चाहिँ यतिको डेडिकेटेड चाहिँ हो ल हेलो एभ्रीवन ब्लगमा स्वागत छ सबैजनालाई हाम्रो ब्लग के अरे बिलोमा के अहिले कन्टेन्ट एउटा बनाइरहेछ त यो स्ट्यान्ड मलाई दिनु हो ए सबै कुरा मगन्ते यो मेरो चाहिँ मलाई चाहिँ कहिले के चाहिँ दिएको छ के रे गर्नेहरूले यो त नेचरै खतम बनायो क्या हामीलाई त जङ्गलै मात्र हामी किराँतहरूलाई त साँच्चै नै खतमै गुड मर्निङ सर ल अब चाहिँ भयो होला काजी हुन्छ लु अब चाहिँ हुन्छ क्या करता है चिप पठाएगा जल्दी फोकस करो कैमरे में जिबीलाई नै पठाउनु पर्दो रहेछ खिच्नु यहाँ त्यत्रो नाइट सिन रहेछ केही नभनिकन बुढो यार धन्न लाइट लिएर मैले केही छैन अलिकति सर्ट मात्रै छ बिताइ गयो नि मारेको छ भोक पनि लाग्दैछ निन्द्रा पनि लाग्दैछ के हो यो मौसमले घाँस हो आज यो ट्राइपड चाहिँ मैले लगेँ ल दाजु दाम काम मिलाएर लाँदा त दिइहाल्छु 200 रुपियाँ दिन्छु तिब्बतियन एकदम के टिबेटियन है पानी परो सेन्तेराम यहाँ ल्याउनु न तुफान भाग्नु
चाहिँ हो तपाईँ चिरञ्जन यो त भएन त हौ चप्पल भएन गम्बुट हुनु पर्थ्यो यो ड्रेसमा खुट्टा ननिकालौँ न तलै झरस त्यो के छ काइटेको खबर यहाँ चाहिँ हाम्रो यो चाहिँ हाम्रो प्योर शेर्पा गाउँ है यहाँ शेर्पा नि तयार भएको हेर्नु परेन हामी त अब यस्तो भयो नहुने कुरा भइगयो भने आज त हो त रेडी यता हेर त ल है यो अल्धेरोमा सुटिङ कस्तो चाहिँ हुँदो रहेछ त हेरौँ त एडिटरको काल हो क्या यो भनेको चाहिँ है ड्रेसअप भनेको चाहिँ यस्तो लगाउनु पर्छ 1 2 3 4 पो रहेछ भित्र पनि छ यो कालो भित्र नि छ कालो पनि छ कालो भित्र छैन छ ए होइन भने एउटा सेन्डु चाहिँ दिन्छु ल गर्नु भएन ए सरी यार ल रिटेक शेर्पा यो तामाङ यो राई यो चाहिँ भैया सिम्पल ए ओके अब के हुन्छ भने तिमी दुईजना हात समातेर हिँड्ने हो के यो नचाएर पनि गर्नु परेको सुटिङ हो के यस्तो मौसममा चिरनले केटी भगायो चिरनले अर्काको छोरी भगायो चिरनले अर्काको छोरी भगायो भरे माइती नेपालमा पगाड्नु नलाउने हो अलिक केटी लेफ्टपट्टि केटा अलिकति राइटपट्टि अनि हो त्यसरी भयो ठिक छ ल ठिक छ खुले ल है यो मौका है आउँदैछ है कुइरो आउँदैछ त्यहाँ फेरि आइसक्यो एक्सन ल मेरो हात हेरेर तिमीलाई हात हेर्न आउँछ मेरो हात हेरेर सबै कुरा मिलायो भने तिमीलाई 1 ग्लास रक्सी किन्दिन्छु थाहा पाएको जति चाहिँ भनिदिउँ न चिरन भाइ कति राम्रो यो मुलायम मासुम तिम्रो जस्तो हो त्यो खरबुजा जस्तो के अरे गिट्ठा जस्तो मेरो त राम्रो छ नि भएन ओके यो हाम्रो बटेनी दिदीले कफी बनाउँदैछ हस् धन्यवाद औ दाजु तर बत्ता 1000 रुपैयाँको कफी ओके थ्याङ्क यू मिठो भयो लाए चिनी तितो साइक्सन एकछिन घोल्नुपर्छ यस सरी यसलाई भन्छ जुगाड बानर त पास हो त्यतिकै बस्यो गुड वाह नाइस कलाकार भनेको यस्तो हुन्छ है What's my fault? Hey! म त जान्दैन God's good. त्यसले पनि इङ्ग्लिस बोल्छ भोटे त अनि लेखमा त्यो टुरिस्टहरुसँग बोलेको हुन्छ त भोटेले टुरिस्टसँग बोलेको हुँदैन त इङ्ग्लिस ल है सर अब चाहिँ क्लोज भयो है कि सुरुबाट फेरि सुरुदेखि ए हो र सेम फिलिङ्स अब त फेरि फिलिङ्स मिल्नु पर्यो यसको मतलब रोल एक्सन एक्सन Hey, Bhagwan! What is this, huh? Man! Good. पानी कहाँ उडेर आउँछ त
दुई किस्तको सुताइ पछाडिको वे होइन होइन पानी होइन रहेछ क्या भागौँ आफै ध्यान दिने हो होइन चिरन के छ कुङफु खेल्ने जस्तो देखिरहेछ हाम्रो ड्रोन उडिसकेको पनि मिस्टेक भएछ ड्रेस कलाकारलाई कारबाहीमा भरे यत्रोजनालाई खाजा खुवाउनु लाउनु पर्नेको ड्रोन एकचोटि उडाएर ल्यान्डिङ हानिसक्यो नि मिस्टेक भयो नि त कुरो बिग्रियो रिटेक कसको फोन आयो डिलिट गरिदिनु सबै है क्याजी निन्द्रा पुरै छैन तैँले त मजा हाले 1 घन्टा सुत्न पाएपछि कहाँ सुत्न पाउनु 3 बजे यहाँ उठेर उज्यालो पर्खिँदाको हैरान भयो दाइले 3 घण्टा यतिकै बसेर दाइले जिस कस्तो दुईजना यहाँ अलिकति अगाडि चिटिङ सर्ट लिनु लाग्यो कस्तो यसको ढङ्ग छैन हाते मैले होइन नि त यो आफै सेन्सरको उड्ने यतिकै हुँदैन सेन्सरले सेन्सर आफै चल्ने हो मैले चलाउने हो र थोरै भेट्लास् है मेरो बुढालाई गर्छस् तँलाई पनि उडाइदिन्छु डिल मिली ताल परेन नि उडाइस् तैले हात्ती मेरा दोस्त यसका नाम है हात्ती मेरा दोस्त है त बोरा यो मेरो साथी हो तर हात्ती मेरो साथी हो यो त चाहिँ झन् बोरा हो यो बोरा काहीँ नभएको 1 क्विन्टलको बोरा हो यो गाइज अनि यसको ढङ्ग त केही छैन ऊ त्यहाँदेखि हौ टेक्ने त के हो लो उफ्री भत्किँदैन हो के ए हात्ती हो फाल ल म यहाँ पक्रिन्छु हो आइज हात मात्र निकाल न थैट तेरिका चल्लासम्म जतिकै पनि हुँदैन आइज के हामफल केही हुँदैन हो जाँदैन हेत तेरिका डरपुक केही हुँदैन यहाँ आइज त लु यहाँ टेक मात्रै त डरपुक मैले तँलाई त्यत्तिकै हात्ती भन्ने हो अलिकति डाँडा काँडा देख्ने यतिकै डराउँछ कम्पोजर हुनुको मैले यतिको चाहिँ पाइन्छ है कति दिन बसाउ म लाइलाई कति दिन बसाउ म साउन्डम्यान ठिक छ यतिको चाहिँ मायाको घर पर्यो त्यो हिमालपारी स्पिकर राम्रो छ सर तेरो केही भन्नु छ तेरो केही भन्नु छ यो स्पिकर कट अघि हाम्रो सुमन दाइले के चाहिँ त्यो गीतको काउन्टिङ दिनुभएको छ बबाल त्यो रमाइलो लाग्यो यो स्पिकर चाहिँ ठिक छ होइन त यो पर्सनल स्पिकर हो हाम्रो यो म्युजिक बजेको होइन यो काउन्टिङ गर्ने स्पिकर चाहिँ हाम्रो हो के अर्ग्यानिक हो खर्गेको छोराको के अरे प्रोडक्सन खडेको छोराको यति सिङ्गी चाहिँ गुड तपाईँको बाउको नाम खड्के हो रहेछ मेरो पनि बाउको नाम त खड्कबहादुर हो त हो मेरो पनि बाउ खड्के हो दुईजना खड्किनु छ ओके रेडी सुमन क्यामेरा पत्र कति लिनुभयो यो त भयो कस्तो गर्नु रे कस्तो स्ट्याचु वाला टक्क यस्तो हिरा भइगयो क्या अब स्ट्याचु भइगयो बिचरा यहाँ हिरा बहिनीको फेरि लाइटसम्म भोइस पनि रेकर्ड रिफ्लेक्टरसम्म त्यसो गर्नु पर्यो है हिरा हजुर नानी यहाँ यहीँको ओइ त बोरा। अलिकति कम्प्लिट हुन ये कैमरा मेन चाहिँ मेरा दोस्त है हात्ती है इसका नाम तल अहिले म त्यहीँबाट पछाडिदिन्छु अनि खान्छ रेडी म क्यामेराम्यानको त कस्तो राम्रो आएको भने रेडी क्यामेरा
रिहर्सल यता सक्यो अड्क्यो हो त्यो म्युजिकको टर्नमा अड्किनु है अनि तिमी आएर सिकाइदेऊ ल यो गर होइन यो सिकिसकेको छ यसलाई के पीडित भन्छ जोडी सुहाएन नि बस कतै सुहाएन यार हात्तीको छेउमा जिराफ मात्रै भयो के भने भाइ तैँले के बोल्या केही भन्नुहुन्छ भोक लाग्यो कि लागेन लाग्यो नि यार के खान्छस् मासु भात म त पसल भयो मैले यहाँ अघि के खाएँ ऊ यहाँ तलतिर छ त ऊ यही जा न त ड्रोन पाइलटको रोल आयो वान टेक हो मेरो ड्रोन चार्ज हुआ कि नै भयो ठिक छ भयो हेलो गाइज हाम्रो ब्लग यहीँ समाप्त हुन्छ किनकि हाम्रो सुटिङ सकियो भन्दै हामी चाहिँ घरतिर लाग्दैछौँ निन्द्राको सुरुमा सबैजना निन्द्रैमा छन् आज बाँकी कुरो भोलि गर्ने कुरोमा सर्वसहमत भएर फर्किँदै गरेको अगाडिको स्कुटर चाहिँ खड्केको छोराको ब्लगर हुन् खड्केका छोरा र बुहारी हुन् पछाडि चाहिँ एउटा काइते मगर छ मसँग काइते मगर चाहिँ पछाडि ब्लगर भइरहेछ अनि हामी चाहिँ अहिले चाहिँ यो साँखुको माथिको जर्सिङ पौवा जङ्गलमा छौँ कट